तपाईँले कहिल्यै कसैको नाम तुरुन्तै बिर्सिनुभएको छ तर पुरानो गीतको बोल सजिलै सम्झनुभएको छ। आज हामी यसैको वैज्ञानिक कारण बुझ्नेछौँ। नामहरू केवल लेबल हुन्। राम भन्ने नामले कुनै विशेष चित्र ल्याउँदैन। त्यसैले हाम्रो दिमागले यसलाई छोटो समयको स्मृतिमा मात्र राख्छ। जब ध्यान अन्यत्र जान्छ, नाम सजिलै हराउँछ। तर गीत फरक हुन्छ। गीतमा लय, स्वर, पुनरावृत्ति हुन्छ। जब हामी गीत सुन्छौँ, हाम्रो दिमागले ताल र स्वरलाई सजिलै सम्झन्छ। गीतले भावनात्मक सम्बन्ध पनि बनाउँछ। वैज्ञानिक दृष्टिले नामहरू हिप्पोक्याम्पसमा एपिसोडिक स्मृतिको रूपमा बस्छन्, तर गीतहरू अडिटरी कर्टेक्स, मोटर एरिया र लिम्बिक सिस्टममा भण्डारण हुन्छन्। यसले भावनात्मक र प्रक्रियागत स्मृतिलाई सक्रिय गर्छ। पुरानो समाजमा गीत र लय प्रयोग गरेर ज्ञान हस्तान्तरण हुन्थ्यो, त्यसैले हाम्रो दिमाग सङ्गीत सम्झनमा विशेष दक्ष छ। अब प्रश्न उठ्छ, नाम कसरी सम्झने? मेनेमोनिक प्रयोग गर्नुहोस्। जस्तै राम भेट्दा रामायण सम्झनुहोस्। रामलाई कुनै चित्र वा भावनासँग जोड्नुहोस्। नामलाई गीत जस्तै दोहोऱ्याएर प्रयोग गर्नुहोस्। त्यसैले हामी नाम सजिलै बिर्सिन्छौँ तर गीतहरू लामो समयसम्म सम्झन्छौँ। अब तपाईँलाई कुन गीत तुरुन्तै सम्झियो? कमेन्टमा लेख्नुहोस् र यदि भिडियो मन पर्यो भने सेयर गर्न नबिर्सिनुहोस्।